ल गाइस आज फाइनली लाइसेन्स लिन जाँदैछौँ। लाइसेन्स चाहिँ हिजो आइसक्यो। अनलाइनमा चाहिँ कार्ड लिन जाँदैछौँ। दल्ला भनेको चाहिँ यताको के भन्छ यातायातमा हामी जाँदैछौँ र अहिले तल भ्यान ल्याउन जाँदैछु, कम्पनीको भ्यान। अनि कम्पनीको भ्यान लिएर केटाहरू पनि छन् उता क्लास जोइन गर्ने। हामी चाहिँ 3 जना आएको, 2 जनाको चाहिँ भयो, 1 जनाको चाहिँ भएको थिएन र अहिले पछि हुँदैछ। अनि 4 बजे अपोइन्टमेन्ट छ र 4 बजेतिर 3 बज्यो, 4 बजे पुग्नुपर्छ। कम्पनी गाडीहरू यही नै हुन् है। अगाडिको दृश्य यही हो, अगाडिको दृश्य गाइस है। अगाडिको दृश्य देखाउने छु, ध्यान देखाउँछु है। हामीलाई कल गर्छु कस्तो हुन्छ के हुन्छ तपाईँको गर्नेछु लाइसेन्स हातमा आइसकेर देखाउँछु है। अनि भ्यान चाहिँ यही हो, यही भ्यान हो। भ्यान चाहिँ यही हो है, कम्पनीको भ्यान हो। यताउता काममा जानु पऱ्यो भने चाहिँ यही गाडी प्रयोग गर्ने हो। अरू अपडेटहरू म दिनेछु कस्तो हुन्छ है बाटोमा आउँदै हजुरलाई। हाम्रो टोली यही हो, हाम्रो ठुलै यहाँ हुनुहुन्छ, हाम्रो स्यान्दै कता हुन्छ यता हुनुहुन्छ र हाम्रो उस्तादु त्यहाँ पर गएको छ। गाडी यही हो, अफिसको कामको लागि हिँड्ने। अब हामी जाँदैछौँ बाटोमा। अब देखाउनु हुन्थ्यो र यता अडाउने ठाउँ के छैन, हेरौँ कस्तो हुन्छ देखाउने छु हजुरलाई लाइसेन्स हातमा आएपछि। बेताब सा रहता हूँ हर दर्द में सहता हूँ, बेताब सा रहता हूँ हर दर्द में सहता हूँ। दिन रात तड़पता हूँ मिलने को तरसता हूँ, दिन रात तड़पता हूँ मिलने को तरसता हूँ। ल गाइस यसो पानी सानी खानु पर्यो भनेर हैन पेट्रोल पम्पमा अडेको छ। यहाँ फेरि अरू खानेकुरा पेट्रोल पम्पमा हुन्छ। अगाडिको यात्रामा भन्ने छु है। अनि यसो पानीहरू खानु पर्यो भनेर अटेको छौँ। अनि अलि अगाडिको दृश्यमा देखाउने छु। लाइसेन्स रिसिभ गरिसकेपछि हजुरलाई म देखाउने छु है। हामी चाहिँ यहाँ पानी खान आएको छौँ। मार्केट हो। पानी ज्यादा ठन्डा मत लेना पानी एक मात्र हो भाइ ठन्डा यहाँ दोस्त पानी निकाल्यो। यो मेरो जिग्री हो, हामी सँगै आएको। 2टाको लाइसेन्स आउँदैछ। ल फाइनल्ली आइयो गएर ठाउँमा हैन। मेरो साथीहरू 2टाको भएको छ है। ल अब है दोस्त ल्याउन यो बेला ठाउँ। यो पनि मेरो साथी हो अरू कम्पनीको। के छ अरू सन्चै? कति दिन भयो अहिले? कति आउने हो? कति दिन भयो आज? हो
आज 10 निश्चित हुन्छ भयो ल हुन्छ हाम्रो पनि अब लाइसेन्स लिन भइसक्यो लाइसेन्स ल गाइस ऊ चाहिँ सँगै भएको थियो हाम्रो अरू कम्पनीको मान्छे हो नेपालको त कहाँ भन्थ्यो घर बिर्सिहालेँ मैले घर कहाँ भन्दै थियो मैले बिर्सिहालेँ उसको घर भैरवातिर कता भन्दै थियो भनेपछि उसको चाहिँ 10 दिनको हालिदिएको थियो हाम्रो दुईटाको चाहिँ 4 दिन मात्रै थियो अनि हाम्रो 4 दिनको सकेर हाम्रो चाहिँ लाइसेन्स आइसक्यो अफसर आइडियामा अहिले चाहिँ अब कार लिन आएको यो उसको पनि लास्ट दिन रहेछ अनि के छ साथी सब पाइन्छ पाइन्छ मतलब निकालेन पाइन्छ त्यसो आज आज फाइनल हो सायद त्यो कम्प्युटर भयो कि के भयो कम्प्युटर भएको छैन नि भएको छैन ए जान हाम्रो अर्को साइड लगेर आएको अब देखो मोटो मोटो आउँछ नि हो नि हामीसँग नेपाली आएको अनि यस यो अफिस हो त्यसै मोबाइल लगाउन अलाउड छैन म तपाईँलाई उहाँदेखि आएर हो गर्छु है धेरै खुसी दिन्छु ल है गाइज फाइनली खुसीको खबर लाइसेन्स हातमा परिसकेको छ म तपाईँहरूलाई देखाउने छु मेरो लाइसेन्स है अब हिँडिहाल्नु हुन्थ्यो फेरि त्यहाँ साथीको भइरहेछ त्यहाँ दाइको उहाँलाई पनि लिएर आएको उहाँको चाहिँ अलि हुँदैछ त्यहाँ उहाँलाई चाहिँ पर्खिनुपर्छ रोक्नुहोस् म देखाउने छु मेरो लाइसेन्स गाडीमा गएर है एकछिन रोक्नुहोस् है फाइनली गाडी हुने आइपुगेँ म यही बिहान हो यही बिहान लिएर आएको म तपाईँहरूलाई देखाउने छु मेरो लाइसेन्स यही छ मेरो लाइसेन्स देखाउने छु है एकछिन रोक्नुहोस् फाइनली लाइसेन्स आयो है देखिरहेछ उल्टामा देखिरहेछ कि ल अब कुदाउने हो ट्रेला हेरौँ कम्पनीले कुन गाडी दिन्छ हो यो ड्रेस लगाएको चाहिँ अल्मराईको है अल्मराई कम्पनीको पुरै ड्रेस लगाएर भयो भयो के छ तपाईँहरू के भयो सकिया छैन हो र भइहाल्यो हाम्रो त 4 दिनको मात्रै थियो ए ल कहिले सकिन्छ तपाईँको उहाँहरूको चाहिँ 10 दिनको थियो सकिया छैन रे है ओके बस